ईश्वर समान छिन् मेरी आमा लोकमा जन्म दियो सुन्दर कोमल हातहरूले न्यानो त्यो काखमा लियो सुन्दर कोमल हातहरूले न्यानो त्यो काखमा लियो तिर्खा भोक वेदना सहेर सधैँ नै साथ दियो तिर्खा भोक वेदना सहेर सधैँ नै साथ दियो कहिले बिरामी भई ओछ्यान पर्दा आँसुको घुटको पियो कहिले बिरामी भई ओछ्यान पर्दा आँसुको घुटको पियो औली समाई हिँड्न सिकायो प्रेमले बाँधेर माया दियो औली समाई हिँड्न सिकायो प्रेमले बाँधेर माया दियो आमा हजुर नै सब थोक मेरो हजुर नै शीतल छाया मेरो आमा हजुर नै सब थोक मेरो हजुर नै शीतल छाया मेरो आमा तिमी बिना जन्म अधुरो नाता जन्मे भगवान आमा तिमी बिना जन्म अधुरो नाता जन्मे भगवान भुल चुकमा कतै बिराए आमा दिनुहोस् मलाई क्षमादान भुल चुकमा कतै बिराए आमा दिनुहोस् मलाई क्षमादान आमा माता आमा भवानी आमा नै देवी र सर्वम आमा माता आमा भवानी आमा नै देवी र सर्वम आमा हजुर नै सब बुद्धिदात्री कोटि कोटि प्रणाम छ हरदम आमा हजुर नै मेरो बुद्धिदात्री कोटि कोटि प्रणाम छ हरदम धन्यवाद जगाउन छ अल्छी र सुस्ताको क्षणहरूलाई उत्साह र उमङ्ग दि जगाउन छ रिस र घमण्डको जाल फटाई प्रेम र शान्तिको बहार ल्याउन छ लडाई र झगडाको शक्तिहरूलाई एकै सूत्रमा बाँध्नु छ लडाई र झगडाको शक्तिहरूलाई एकै सूत्रमा बाँध्नु छ प्रेम र आशा फैलाउन छ सत्य ज्योतिको दीप जलाउन छ समर्पण मेरो यही छ धन्यवाद मेरो नाम तामाङ र म शिक्षा नजिक विद्यालयमा अध्ययन छु र आज नेपाली नयाँ वर्षको सबैलाई स्वागत सनाउँदै मेरो एउटा स्वरचित कविता पठन गर्न लागिरहेको छु र मेरो कविताको शीर्षक छ संसार आकाशमा छरिएको कालो सुनौलो किरणहरू ढकमक्क फुलेको सुन्दर फुलहरू आकाशमा छरिएको कालो सुनौलो किरणहरू ढकमक्क फुलेको सुन्दर फुलहरू खोला बनी बगिरहेका स्वच्छ पानी खोला बनी बगिरहेका स्वच्छ पानी आकार बनाई विभिन्न थरी आकार बनाई विभिन्न थरी आहा यो दृश्य
छ हाम्रो यो संसार अति सुन्दर छ हाम्रो यो संसार चराहरू तपस्वी गीत गाइरहेका छन् भमौरा मौरीहरू रङ्गी बिरङ्गी फुलमा नाचिरहेका छन् मानिसहरू खेतमा गई काम गरिरहेका छन् 2-4 पैसा कमाएर आफ्नो घरमा खुसी जीवन बिताइरहेका छन् अति सुन्दर छ हाम्रो यो संसार अति सुन्दर छ हाम्रो यो संसार संसारको यो वातावरण देखेर छमछम नाच्न मन लाग्छ न त कुनै कुराको डर छ न त कुनै कुराको अहङ्कार आहा कति सुन्दर छ हाम्रो यो संसार कति सुन्दर छ हाम्रो यो संसार धन्यवाद दरेक हृदयबाट आदरणीय शिक्षकगण मेरो प्रिय साथीभाइ तथा विद्यार्थीवर्ग साथै यस कार्यक्रमका आयोजक समितिवर्गलाई मेरो 10 औँला जोडी नमस्कार म क्षितिज राई मदनताम हाई स्कुलबाट श्रेणी 10औं कक्षाबाट एउटा सानो कविता लिएर पाठन गर्न गइरहेछु मेरो कविताको शीर्षक छ प्रकृतिको सङ्केत प्रकृतिले दिइरहेछ सङ्केत अन्त संसारको जुन दूर छैन अब तब सोचेर के गर्नु जब अन्त हुनेछ सब प्रकृतिले दिइरहेछ सङ्केत अन्त संसारको जुन दूर छैन अब तब सोचेर के गर्नु जब अन्त हुनेछ सब
गर्ने, म एउटा विद्यार्थी हुँ विद्या अर्जन गर्ने। म एउटा पूर्व क्षितिजमा उदाएको सूर्य हुँ दिनमा झलमल्ल हुने। म एउटा पूर्व क्षितिजमा उदाएको सूर्य हुँ दिनमा झलमल्ल हुने। म एउटा विद्यार्थी हुँ भोलि देशको योग्य नागरिक बन्ने। म एउटा विद्यार्थी हुँ भोलि देशको योग्य नागरिक बन्ने। धन्यवाद। दुई चार पैसा कमाएर आउँछ गर्न खुसी जीवन बिताइरहेको छन्। अति सुन्दर छ हाम्रो यो संसार, अति सुन्दर छ हाम्रो यो संसार। संसारको यो वातावरण देखेर छमछम नाच्न मन लाग्छ। न त कुनै कुराको डर छ, न त कुनै कुराको अहङ्कार। आहा, कति सुन्दर छ हाम्रो यो संसार, कति सुन्दर छ हाम्रो यो संसार। धन्यवाद। हाम्रो लेबुङ साहित्य सङ्गीत कला संस्थान विगत 25/9/2021 स्थापित भएको हो र स्थापित भएदेखि हामीले भेटघाट कार्यहरू सबैलाई जागरुक गराउनु, एकतामा बाँध्नु, सम्बर्धना गर्ने कार्यक्रमहरू हामी गरिरहेका छौँ। र सर्वप्रथम आज लेबुङ साहित्य सङ्गीत अनि कला संस्थानको तर्फबाट 2079 नेपाली नयाँ वर्षको सबैलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। मेरो दाहिने पनि हुनुहुन्छ श्री सञ्जीव थापा, हाम्रो संस्थानको सचिव महोदय। यहाँ हुनुहुन्छ भानु शर्मा, उहाँ हाम्रो एक्जिक्युटिभ कार्यक्रमी सदस्य हुनुहुन्छ। र हाम्रो हुन त अब किन आयोजन गर्यो भनेर त भनिरहने पनि आवश्यकता छैन नै। र विशेष हामीले नानीहरूलाई लिएर गरेको मुख्य कारण चाहिँ के हो भने हाम्रो नानीहरूले हाम्रो नयाँ वर्ष हर्षोल्लासको साथमा नमनाएर मनाउनु त पुरै परतिर राखेर, तर हाम्रो नयाँ साल कहिले हो, आरम्भ कहिलेदेखि भएको, के गर्नुपर्ने हो, कुन महिनादेखि हाम्रो नयाँ साल लाग्छ भन्नेसम्म पनि उनीहरूकोमा एउटा ज्ञान नभएको कारणले गर्दा बिस्तारै बिस्तारै सँगसँगै विभिन्न साहित्यिक कार्यक्रमहरू भयो, कला सम्बन्धी कार्यक्रमहरू भयो, सङ्गीत सम्बन्धी कार्यक्रमहरू भयो, आयोजन गर्ने हामीले अपिल गरेका छौँ। र तपाईँहरूका यो आजको यो शुभ दिनमा आगामी 13 मईमा हाम्रो संस्थानको तर्फबाट यो लेबुङ इलाकालाई समेटेर हामीले कला अनि चित्र प्रदर्शनी आयोजन गरिरहेका छौँ। र तपाईँहरूको यो च्यानल मार्फत सबैलाई म निवेदन गर्न चाहन्छु, आउनुहोस् यस कला प्रदर्शनीमा अनि चित्र प्रदर्शनीमा हजुरहरूले पनि सहभागी बनेर सफल बनाइदिने म विनम्र निवेदन गर्दछु। धन्यवाद। तपाईँको शुभ नाम र तपाईँको डेजिग्नेसन? हजुर, म संस्थानको सभापति गणेश थापा हुँ। अम्बल डम्बल बदमको लागि कुहाउने जस्ता हल्लाहरूले पहिलो जस्तै बिउजिँदैन बुढो गाउँको दिउँसोको हिउँदा। गाउँमा एकमासको शून्यता छ र सुन्न सकिने चकमङ्ग व्याप्त छ गाउँमा। गाउँ र गाउँलेपन आएको ठाउँ अहिले मोडल भिलेज भन्ने तर्फमा छ। धन्यवाद। अति सुन्दर कविता प्रस्तुतिको निम्ति धेरै धेरै धन्यवाद कवि।